सो साथीहरू है आजको लागि चाहिँ यति नै। मेन्यु पनि डल्लै छ किनभने हाल्ने जग्गा पाएन क्या। यहाँ जग्गा छैन रहेछ कि गाउँ जस्तो रहेछ, त्यही भएर चाहिँ हामी यहाँ बसिरहेको छु गाडी पर्खेर। हेलो साथीहरू नमस्ते हजुर सबैजनालाई है, र हजुर सबैजनालाई वेलकम छ फेरि पनि सुमन तामाङको फेसबुक प्रोफाइलमा। यदि हजुरहरू युट्युबमा हेर्नुहुँदैछ भने चाहिँ युट्युबमा नि हजुरहरूलाई वेलकम छ, किनभने यो भिडियो चाहिँ युट्युबमा नि हाल्छु म है। मेरो युट्युब च्यानलको नाम चाहिँ च्याङबा ब्लग्स है। र आज चाहिँ म अहिले भर्खर यहाँ कचरा फ्याँक्न आएको थिएँ क्या। यो चाहिँ कचरा बक्स छ यहाँनिर। हाम्रो दोकान चाहिँ त्यहाँ पर यो सेतो सेतो परको उत्ताउडेको खैरो खैरो देखेको चाहिँ हाम्रो बिल्डिङ हो, हाम्रो दोकान हो है। र आज चाहिँ हाम्रो स्पेसल ब्लग चाहिँ हुनेछ मेन्यु बाँड्नु गएको है। मेन्यु बाँड्नु गएको र म कसरी बाँड्छु है, कहाँ जानेछु हामी हजुर म सबै कुरो देखाउने छु है। हजुर सबैजना बनिराख्नुहोस् होला ब्लगमा है त। सो अब हामी ड्युटी त अब सकिनआँट्यो, आधा घन्टा जस्तो छ। अब सायद मेबी आधा घन्टा पहिल्यै निस्किने भन्दै थियो, अब के गर्छ है त्यो चाहिँ थाहा भएन। सो अब दोकान गएर ड्रेसहरू चेन्ज गरेर त्यसपछि हामी मेन्यु बाँड्नु जाने। सो अब हजुरलाई म बाटोमा भेट्छु है त। मेन्यु बाँड्नु जाने भनेको कस्टमर आएर हैरान। 11:30मा निक्लिने भए चाहिँ अलिकति छिटो हुन्थ्यो है। अब 12 बजे गयो भने त 1 बज्छ। कोइला यहाँ रेडी गर्दैछ इमरान फ्रम बङ्गलादेश। यो जाँदैछ अब 10-12 दिन बाद 2 तारिक है बङ्गलादेश। 8.5 साल बाद गएको अरे यो बिहा गर्नको लागि, शादी गर्नेको लागि जा रहा है। कङ्ग्रेचुलेसन भनिदिनु होला हजुरहरूले है। यस्तो चाहिँ आफ्नो त पालो कहिले कहिले आएको 16 महिना सरी 16 महिना रनिङ हुँदैछ। अब आएको त घर जानुपर्छ, कहिले हो हेर्नुपर्छ, मेलो मेसो मिलाएर है, सबै कुरो चाँजो पाँजो मिलाएर घर जानुपर्छ। किनभने अब यत्रो लगभग 2 सालै भनौँ न है, 2 साल बाद जाने मान्छे यतिखेर जानु भएन। अलिकति चाँजो पाँजो मिलाएर जानुभयो। त्यो चाहिँ कस्टमर आएको छ अरे। अब यति कोइला हाल्नु छ, अलिकति कोइला रेडी गर्नुपर्छ। 11:30 भयो टक्कै। यतिखेर जाने भए चाहिँ अलिकति टाइम हाम्रो बच्थ्यो, तर अब के भन्नु कस्टमर आएपछि बस्नै पऱ्यो। हेरौँ अब तर जान्छ कि जाँदैन। गएछ भने पनि ठिकै छ, गएन छ भने पनि ठिकै छ। सो साथीहरू अब चाहिँ हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइसक्यो है। उहाँ र अलिकति आज चाहिँ प्लानमा चेन्ज भयो। साथीहरू चाहिँ आउनु पाएन। हाम्रो चाहिँ 2टा गाडी थियो, 2टा गाडीमा एउटा गाडी चाहिँ बिग्रेर आउनु पाएन र हामी चाहिँ 4 जना मात्रै आयौँ क्या। सो अब केही छैन, बाँड्दै जाउँ। हजुरहरू देखाउँदै जान्छु है। हजुरहरू चाहिँ ओमानको ट्याक्सी देखाउँछु है म। ट्याक्सी चाहिँ यस्तो हुन्छ कि ओमानको। यो चाहिँ फेरि बाहिरको मान्छेले चाहिँ चलाउनु पाउँदैन। ओमानी ओन्ली ओमानी लोकल्सहरूले मात्रै चलाउँछ, बाहिरको मान्छेले चाहिँ चलाउनु पाउँदैन। अब यो चाहिँ के रुल हो त्यो चाहिँ थाहा भएन, तर ओमानको ट्याक्सी चाहिँ यस्तो हुन्छ। हेर्नुहोस् है साथीहरू। अब यो ट्याक्सीको चाहिँ यो ढोकामा हेर्नु ल कसरी राख्छु म। यसलाई यसरी दबाएर चाहिँ ढोकामा टक्क राखिदिनुपर्छ। बिहान ढोका खोल्दा चाहिँ टक्क मेन्यु देख्छ नि त पहिल्यै। सो अब अगाडि भेटौँ है। मेन्युको दोकान र यसरी चाहिँ मेन्यु हाल्दै हिँड्नुपर्छ साथीहरू है। मैले चाहिँ यतातिर हालिसकेको छु, यही हो ढोकामा हाल्नुपर्छ। सबैजना चम्म तातो भएर सुतेको होला, हल्का चिसो छ। अब अझै अगाडि जाने हो त्यहाँ परतिर है। प्लेन गुटुङ टुङ उड्यो कि आवाज आयो हो, त्यही भएर बनाउनु पाइनँ। यस्तै छ साथीहरू है। तर मजा छ यसमा पनि। यसो हल्का जगिङ पनि हुन्छ आफ्नो है, वकिङ पनि हुन्छ। इभिनिङ वक, मर्निङ वक जस्तै। 12 त क्रस भइसक्यो है। त्यसरी गाडीमा हाल्दै हिँड्ने हो। ऊ त्यहाँ अर्को बसिरहेछ त्यसरी हाल्दै त्यसरी हाल्दै हिँड्नुपर्छ। कति दामी छ न रुख, मजाको छ। यस्तै छ जिन्दगी साथीहरू, मजा छ। जोस् कितना में डाला? 15-20 में डाला। यहाँ मस्जिद छ। सो साथीहरू है आजको लागि चाहिँ यति नै। मेन्यु पनि डल्लै छ किनभने हाल्ने जग्गा पाएन क्या। यहाँ जग्गा छैन रहेछ कि गाउँ जस्तो रहेछ, त्यही भएर चाहिँ हामी यहाँ बसिरहेको छु गाडी पर्खेर। अब कतिखेर जाने थाहा छैन। हजुरहरूलाई चाहिँ अब म बाई बाई भन्नु चाहन्छु है। आइ एम भेरी सरी। यस्तै भयो आज चाहिँ। नेक्स्ट टाइम चाहिँ राम्रोसँग देखाउनु छ है। सो थ्याङ्क यू भेरी मच फर वाचिङ। सी इन द नेक्स्ट मिनी ब्लग। बाई गाइस, टेक केयर।